भेटघाटलाई बाक्लो बनाउने उद्देश्य राखी हामीले सम्भव भएसम्म निमन्त्रणा गर्ने प्रयास गर्यौँ। दोलखाको मेलुङ, रामेछाप, दाङ लगायत भौगोलिक हिसाबले केही टाढा रहनुभएका हाम्रा चेलीबेटीहरू दूरी र अन्य कारणले उपस्थिति हुन नसक्नु भए तापनि निमन्त्रणाको क्रममा उहाँहरूले व्यक्त गर्नुभएको धन्यवाद भन्ने शब्दभित्र लुकेका हर्षका असीमित भावनाहरूले हामीलाई अति नै भावुक बनायो। पहिलो पटक आयोजना गरिएको कार्यक्रम भएको हुँदा निमन्त्रणा गर्ने क्रममा केही त्रुटि पक्कै भयो होला, त्यसका लागि हामी क्षमा चाहन्छौँ। बिदाको दिन मिलाउन हर सम्भव प्रयास गर्यो, तर सम्भव भएन। बिदै नपरेको दिन पनि हजुरहरूको यतिको हर्षोल्लासमय उपस्थितिले आजको कार्यक्रमलाई पक्कै पनि शोभा दिनेछ। हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। अन्त्यमा हरितालिका तीजको हार्दिक मङ्गलमय शुभकामना टक्राउँदै स्वागत गर्दछु। सुस्वागतम सुस्वागतम सुस्वागतम। धन्यवाद। सेठ भैरव सिंहको मैले त्यति बेला भन्न नपाए पनि आज उहाँको आत्माको चिर शान्तिको कामना गर्दै उहाँलाई श्रद्धाञ्जली दिँदै उहाँको स्वर्गमा पनि सधैँ ईश्वरको दाहिना भएर रहनुहोस् भन्ने मेरो कामना छ। र समस्त सेठ सन्तति जो आजसम्म दिगम्बर हुनुभयो उहाँ सम्पूर्णमा पनि म हार्दिक श्रद्धाञ्जली दिन चाहन्छु। मैले अघि नै भनिसकेँ, हजुरबुवाले खाएको घिउको बास्ना नातिको हातमा आउँदैन। त्यसैले सेठ भैरव सिंहले गरेको कार्यमा हामी भैरवको सन्तति हौँ भनेर गर्व गर्न त सक्छौँ, तर हाम्रो नाम हामीले आफैले कमाउनु पर्छ। र जसरी आज हामीले सेठ बाजाले सम्झेर यसरी कार्यक्रम गरिरहेका छौँ, त्यसरी नै हाम्रा छोरा नातिले पनि सम्झेर गरौँ। त्यसैले हामी राम्रा काम गरौँ भन्नेमा मेरो त्यो एउटा आह्वान मात्र हो। सेठ भैरव सिंहको वर्णन त म गर्न योग्य छैन, तर म यति मात्रै भन्न सक्छु कि उहाँको नाम जस्तै हामीले पनि नाम राखौँ भन्ने म कामना गर्न चाहन्छु। अब रह्यो सम्मानको कुरा। हिजोआज मैले यतै सम्मान उतै सम्मान, महिना पछि सम्मान, हप्ता पछि सम्मान, सम्मान खाँदा खाँदा मलाई अब यस्तो लाग्न थालिसक्यो म गएछु कामले, अब मेरो दिन सकिएछ जस्तो लाग्न थाल्यो। किनभने मैले गरेको कामको सम्मान बटुल्दैछु अहिले। त्यो सम्मान बटुलिसकेपछि मैले के गर्ने त, बुढी भइसकेँ, अब त्यो काम गर्न सकिँदैन भनेर चिन्ता पनि लाग्न थालेको छ। तर सम्मान त सम्मान नै हो, चाहे सानो कामको लागि होस् चाहे ठुलो कामको लागि होस्। त्यसकारणले आज मेरो दिल पनि फुर्र भएको छ। म सम्मानित भएँ बुवाजीहरूको हातबाट। त्यसकारणले म यो सम्मान दिने समस्त खड्का परिवार, सेठ भैरव सिंहका परिवार, यस कार्यकारीका सम्पूर्ण सदस्यज्यूहरू र आयोजक कमिटीलाई मुरी धन्यवाद नदिइरहन सक्दिनँ। त्यसैले उहाँहरूप्रति आभार व्यक्त गर्न चाहन्छु। हामीले सिंहटीमा मन्दिर सुरु गर्दाखेरि पतिङ्गरहरू सोरेर सुरु गरेका थियौँ। हतपत भत्काउन नमिल्ने, जहाँ पानी ठोक्न नमिल्ने, कन्जर्भेसनमा गइसकेको कुरा। त्यसकारणले धेरै सोच विचार गरेर खन्नुपर्ने इत्यादि गरेर 4.5 वर्ष लाएर हामीले त्यो मन्दिर कम्प्लिट गऱ्यौँ। त्यो मन्दिर कम्प्लिट गर्ने दौरमा मेरा सहयोगी हातहरूलाई मैले आज सम्झिनँ भने यो सम्मान फिका पर्नेछ। त्यसकारणले म दीपक पन्त आर्किटेक्ट, केशव शर्मा इन्जिनियर, त्यो बाहेक मलाई काठमाडौँ सिंहटी ओसार पसार गर्ने साम्राज्य काका र सिंहटीमा खाना बस्नको बन्दोबस्त गरिदिने भाइ युधिष्ठिर, साथै हामीसँग आवजावत गर्ने अर्जुन रुद्र अङ्कल र गोपाल काका, रामचन्द्र, उहाँहरूलाई पनि म हार्दिक धन्यवाद दिँदै सम्मान गर्न चाहन्छु। विशेष त म पुष्करबहादुर खड्का, यदि उहाँको छोरी म नभइदिएको भए मैले यत्रो खट्नुपर्ने थिएन। त्यसकारण आजको दिनमा म पुष्करबहादुर खड्कालाई विशेष सम्मान गर्न चाहन्छु। ताली पड्काइदिनु होला।
त्यसपछि मलाई चोट पर्यो, अब म जान आउन पाइनँ। त्यसपछि अब कसको कति हात छ, सम्पूर्ण खड्का परिवार जसको यसमा जुन विधामा जसले जे जानेको छ, किरापुत्री भवन बन्यो, मार्बलमा नाम लेखाइयो, जसले चन्दा दिए, जसले चाहिँ अहिले भर्खरै हाम्रो भाइ अनिलले एउटा पुस्तक लेखेर त्यहाँ यति सूचना दिएको छ कि जसलाई थाहा छैन त्यसले पनि थाहा पाउने गरेर जसले जसले जुन जुन विधामा जे जानेका थिइन् त्यो सबै मा जसले सहयोग गर्नुभयो, त्यो सम्पूर्ण सेठ परिवारभन्दा बाहिरकोलाई पनि यदि सहयोग गर्नु परेको छ भने मैले नाम लिएका नलिएका सम्पूर्णमा म आभार व्यक्त गर्न चाहन्छु। अब दिदीबहिनीलाई लाग्ला हामीलाई त मिठो खाएर नाच्न बोलाएको, यहाँ त खोस्रो भाषण पो सुनाउन लाग्यो भन्ने होला। त्यस कारणले म मेरो भाषण छुट्याउँदै म फेरि पनि आजको यो सुन्दर कार्यक्रम आयोजना गरी मलाई 2 शब्द बोल्न दिनुभएकोमा म आयोजक परिवारलाई धन्यवाद दिन चाहन्छु र फेरि पनि सम्पूर्णलाई एकचोटि तीजको शुभकामना टक्राउँदै म मेरो 2 शब्द यहीँ टुङ्ग्याउँछु। धन्यवाद। लादुकमा आफ्ना पुर्खाले स्थापना गर्नुभएको आराध्य देव भगवान शिवको पुरानो रुग्ण मन्दिरको जीर्णोद्धार एवं नवनिर्माणको चुनौतीपूर्ण कार्यमा मन, वचन र कर्मले दत्तचित्त भई आजको भैरवेश्वर महादेव मन्दिरको स्वरूप दिन प्राविधिक तथा आर्थिक सहयोगसहित अग्रजले देखेको सपना पुरा गर्न पुर्याउनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दै यो सम्मान पत्र प्रदान गरिएको छ। यहाँको आरोग्यता, सुख शान्ति एवं दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना श्री भैरवेश्वर महादेवले सदैव रक्षा गरे। हो यो तिजको चाड खानको लागि मात्र बोलाएको होइन, भेटघाट नाचगान गर्ने मञ्च पनि एकछिन विधिपूर्वक चलाउने र जति ढिलो भए पनि 6 बजीभित्र खाने काम पनि सकिन्छ, समयमा नै घरमा पुगिन्छ। कार्यक्रमको अन्त्यसम्म नगर्दा पनि फरक पर्दैन। खाने खुवाउने काम मात्र उद्देश्य होइन, हाम्रो भेटघाटको रमाइलोको लागि हो।
जुद्यो नजरुवा रिर पारी के खान्छौ ज्यान रहेछ भाकाली जुद्यो नजरुवा रिर पारी के खान्छौ ज्यान रहेछ भाकाली गैरी पिपलर के बर डाँडैमा माया भए आऊ बसाडैमा गैरी पिपलर के बर डाँडैमा माया भए आऊ बसाडैमा झुली माया भए आऊ बसाडैमा
दर आजको यो भैरवेश्वर महादेव ट्रस्टद्वारा आयोजित दर कार्यक्रममा सहभागी सम्पूर्ण चेलीबेटीहरूलाई चाहिँ अब हाम्रो निमन्त्रणालाई स्वीकारेर चाहिँ यहाँसम्म आएर चाहिँ हाम्रो अमूल्य यो समय उहाँहरूको पनि अमूल्य समयलाई चाहिँ सदुपयोग गरिराख्नु भएको छ ल है त दर राम्री देखे